नमस्ते सबैजनालाई स्वागत छ मेरो यस युट्युब च्यानलमा। आज चाहिँ म तपाईहरुलाई चाहिँ अब तपाईहरुले मेरो शेयरमा चलाउनुहुन्छ भने हैन आईपीओ गर्नुहुन्छ भने चाहिँ तपाईहरुले अब त्यसको चाहिँ पासवर्ड चाहिँ तपाईहरुले बिर्सिनु भएको छ भने चाहिँ कसरी चाहिँ त्यसलाई रिकभर गर्ने भन्ने विषयमा मैले भिडियोलाई लिएर आएको छु। भिडियोलाई अन्तिमसम्म हेरिदिनु होला हैन। तपाईहरु अब मेरो शेयर अथवा शेयर मार्केट सम्बन्धी चासो राख्नुहुन्छ भने चाहिँ एकदमै सही भिडियोमा आउनु भएको छ। अब हामी ढिलो नगरिकन हाम्रो भिडियोलाई स्टार्ट गर्छौं है त। अब तपाईहरु मैले जस्तै त्यहाँ मेरो शेयर एप ओपन गर्नुस् है। अनि त्यसपछि यहाँतिर तपाईहरुको अब तपाईहरुले चाहिँ कुन एकाउन्टबाट चाहिँ कुन बैंकबाट चाहिँ तपाईहरुले आफ्नो हैन डिम्याट खाता खोल्नु भएको छ हैन त्यो चाहिँ अब तपाईहरुले सिलेक्ट गर्नु होला। यहाँ डिपोजिटरी पार्टिसिपेन्ट्स भनेको छ हैन त्यहाँतिर अब तपाईहरुले जस्तै मेरो यहाँ लक्ष्मी क्यापिटल मार्केट एलटीटी भनेको छ हैन मैले चाहिँ यो खोलिसके। अनि त्यसपछि तपाईहरुले युजर नेम चाहिँ तपाईहरुको आफ्नो थाहा हुनुपर्छ। त्यसपछि पासवर्ड चाहिँ हामी रिकभर गर्दै छौं है त। युजर नेममा चाहिँ तपाईहरुले आफ्नो युजर नेम हो के छ त्यो लाउनु होला हैन। अनि मैले लाइसके हैन। तपाईहरुले आफ्नो युजर नेम लाउनु होला। अनि त्यसपछि यहाँ पासवर्ड बिर्सिनु भएको छ भने अब यहाँतिर फर्गेट योर पासवर्ड भनेको हुन्छ त्यहाँतिर क्लिक गर्नु होला। यहाँ तपाईहरुको अब कुन बैंक हो त्यो सिलेक्ट गर्नु होला। मेरो लक्ष्मी क्यापिटल मार्केट छ। अनि त्यसपछि युजर नेम लाउनु होला तपाईहरुले हैन। अनि यति गरिसकेपछि तपाईहरुको इमेल एड्रेस जुन तपाईहरुले डिम्याट खाता खोल्नु भएको बेलामा चाहिँ तपाईहरुले बैंकलाई दिनु भएको छ त्यो लाउनु होला। त्यसपछि डेट अफ बर्थ लाउनु होला तपाईहरुको कहिले हो तपाईहरुको हैन। अब नागरिकतामा के छ बैंकमा तपाईहरुले कुन दिनु भएको छ त्यही अनुसार लाउनु होला। म यहाँ लेख्दै छु हैन। तपाईहरुले चाहिँ त्यसरी गर्न सक्नुहुन्छ हैन। अनि मेरो जस्तै तपाईहरुले गर्नु होला। यहाँतिर लाउँदै छु म मन्थ भनेको राखौं। त्यसपछि अब यसलाई डाउन गरिदिउँ हैन। ओके गरेपछि यहाँतिर 1999 यति छ हैन। तपाईहरुको कहिले हो त्यो गरिसकेपछि अब सेन्ड रिक्वेस्ट गर्नु होला है। अनि त्यसपछि न्यू पासवर्ड हैज बीन सेन्ड टु योर इमेल भनेको छ डिसमिस। त्यसपछि तपाईहरु डाइरेक्ट आफ्नो जीमेलमा जानु होला हैन। जीमेलमा गइसकेपछि त्यो जुन तपाईहरुले अघिको गर्नु भएको छ हैन त्यो चाहिँ यहाँतिर तपाईहरुले यसमा चाहिँ इमेल आउँछ हैन। इमेल आइसकेपछि यहाँ एकछिन पर्खिनु होला हैन। यहाँतिर चाहिँ आउँछ एकछिन यहाँ आइसक्यो मेरो शेयर पासवर्ड रिसेट भनेर यहाँ देख्न सक्नुहुन्छ तपाईहरुले हैन। यहाँतिर यो सबै अनि त्यसपछि यो तपाईहरुले चाहिँ अब यो डिपी आइडी यो लगइन आइडी पासपोर्ट यस्तो यस्तो सबै भनेको छ हैन। तपाईहरुले यसलाई चाहिँ कपी गरेर त्यसपछि यहाँ पासपोर्टमा गएर यहाँतिर अब जुन तपाईहरुको भर्खर चाहिँ हाम्रो यहाँतिर जीमेलमा चाहिँ आइसकेको छ यो पासपोर्ट चाहिँ अब यो पासपोर्ट चाहिँ तपाईहरुले चेन्ज गर्न सक्नुहुन्छ हैन। यो जुन छ यो चाहिँ अरूलाई तपाईहरुले शेयर नगर्नु होला। अब म तपाईहरुलाई मेरो शेयरमा गएर खोलेर देखाउँछु हैन। मैले कपी गरे त्यसलाई पेस्ट गर्छु। त्यसपछि यसलाई लगइन गर्छु देख्न सक्नुहुन्छ। अब तपाईहरुले यहाँतिर आफ्नो ओल्ड पासवर्ड जुन छ अघि कपी गरेको यसमै पेस्ट गरिदिनु होला। त्यसपछि न्यू पासवर्ड अब तपाईहरुले आफ्नो बनाउनु होला। म बनाउँछु यसलाई कन्फर्म गरिदिउँ। चेन्ज पासवर्डमा रिक्वेस्टिङ भनिरहेछ हैन। अनि तपाईहरुले यो आफ्नो पासवर्ड चाहिँ सेफ तरिकाले राख्नु होला। अब जुन अब युजर नेम छ त्यो चाहिँ मैले यहाँ लाउँदै छु। त्यसपछि मैले भर्खर चेन्ज गरेको पासवर्ड चाहिँ मैले सेट गरेको पासवर्ड चाहिँ म यहाँतिर लाउँछु है त। त्यसपछि लगइनमा थिचौं रिक्वेस्टिङ भनिरहेछ। देख्न सक्नुहुन्छ मेरो चाहिँ यसरी तपाईको 4 देखि 5 मिनेटमा चाहिँ तपाईहरुले आफ्नो मेरो शेयरको पासवर्ड चाहिँ बनाउन सक्नुहुन्छ है त। यहाँतिर देख्न सक्नुहुन्छ।